एभ्रिवान, यो चिसो मौसममा म चाहिँ आज यो मौसम साधेको भिडियो लिएर आएको छु। जाडोको मौसममा चाहिँ यस्तो जुनार मौसम के भन्नुहुन्छ हजुरहरू, त्यो साधेर खायो भने चाहिँ एकदमै धेरै मिठो पनि हुन्छ र यो हाम्रो जाडोको लागि एकदम हेल्दी कुरा पनि हो। यसलाई साध्नको लागि चाहिँ धेरै कुरा पनि चाहिँदैन र एकदमै छिटो पनि हुन्छ। सबैभन्दा पहिला यहाँ मैले जुनारलाई धोएर लिएको छु। त्यसपछि यसको सबै बोक्राहरू तासेर मैले यसलाई सानो सानो पिसमा कट गरेँ। मैले चाहिँ यसको दानाहरू सबै भित्रको दानाहरू फ्याल्दै कट गरेँ। त्यसको दाना मुखमा लाग्यो भने राम्रो हुँदैन, मिठो पनि हुँदैन। त्यही भएर अब चाहिँ हामी यसलाई साध्नको लागि रेडी गर्दैछौँ। सबैभन्दा सुरुमा यसमा चाहिँ मैले बिरे नुन राखेँ। बिरे नुन चाहिँ यसमा एकदमै मिठो हुन्छ। मौसम साध्दाखेरि बिरे नुन एकदम मिठो हुन्छ। त्यसपछि यसमा मैले धुलो खोर्सानी राखेँ। हरियो खोर्सानी पिसेर राख्नु भए पनि हुन्छ। त्यसपछि यसमा चाहिँ मैले अलिकति टमाटर धनियाँको अचार पनि राखेँ। यो राख्दा चाहिँ एकदमै मिठो पनि हुन्छ, त्यही भएर थोरै एड गरेँ यसमा। त्यति राखेर यसलाई चाहिँ मैले मजाले चलाएँ। मजाले चलाउनुपर्छ, फेरि कता कता नुनहरू लागेको हुन्छ, कता कता आउँदैन। त्यही भएर यसलाई चलाउँदा चाहिँ एकदमै मजाले चलाउनुपर्छ। यहाँ मेरो भिडियोमा राख्न छोटे छ, यसमा हल्का तोरी तेल पनि राख्नुभयो भने चाहिँ एकदमै धेरै मिठो हुन्छ। अनि यति गरेपछि हाम्रो मौसम साधेर रेडी भइसकेको छ। यसरी बनाएर खाएको मौसम चाहिँ एकदमै धेरै मिठो पनि हुन्छ। यो जाडोमा एकदम हेल्दी पनि हुन्छ। मेरो भिडियो मन परेमा भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अनि हजुरहरूलाई के प्रतिक्रिया दिनुहुन्छ भने कमेन्ट पनि गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।